Good morning, everyone. Welcome back to my next video, and welcome back to the semi-final of 2026 World Cup, and it's the second semi-final between Argentina and England. र अहिलेसम्मको स्कोर हेर्नुपर्दाखेरि चाहिँ अहिलेसम्मको हाफ टाइमसम्मको स्कोर चाहिँ इङ्ल्यान्ड 0 र अर्जेन्टिना 0 र म चाहिँ आजको गेममा चाहिँ इङ्ल्यान्डलाई सपोर्ट गरेर आएको छु। अहिलेसम्मको स्कोर हेर्दाखेरि चाहिँ 0-0 भएको हुनाले गर्दाखेरि गेम चाहिँ अहिलेसम्म टाई रहेको छ। अब हेरौँ यो सेकेन्ड हाफमा चाहिँ कुन टिमले अग्रता लिन्छ, त्यसको लागि चाहिँ तपाईँहरूले र मैले पनि अब यो हाफ टाइमको 15 मिनट कुर्नै पर्ने हुनेछ। र त्यसै गरी अब सेकेन्ड हाफ पनि सुरु हुन आँट्यो र सेकेन्ड हाफमा चाहिँ इङ्ल्यान्डले बल चलाउन लागिरहेको छ र इट्स अ गोल है साथीहरू, इट्स अ गोल फ्रम इङ्ल्यान्ड एन्ड आइ एम भेरी ह्याप्पी। इङ्ल्यान्डले गोल हाने साथीहरू है। ल इङ्ल्यान्डले 54 मिनटमा चाहिँ गोल हानेर एक गोलको अग्रता लिइसकेको छ है साथीहरू। र वाट अ गोल आयो, दामी गोल हान्थ्यो ल, सर्ट पास दियो होइन। अर्जेन्टिनाको प्लेयरले ठ्याक्क ब्लक त गरेको थिए, तर फेरि के अरे इङ्ल्यान्डको खेलाडीहरू टक्क आएर एउटा मिठो पास क्रस मिलाइदिए र 17 नम्बर खेलाडीले क्रस मिलाइदिएका थिए भने र 18 नम्बरको खेलाडीले आएर सिम्पल टचमा चाहिँ गोल छिराइदिए है त। ल दामी, यस यस इङ्ल्यान्ड, यस जित्नैपर्छ आज इङ्ल्यान्ड। र गेमको 68 मिनट पनि सकिसकेको छ र अहिले भर्खरै हाइड्रेसन ब्रेक भएको छ। यो सेकेन्ड हाफको कुरा गर्नु पर्दाखेरि चाहिँ इङ्ल्यान्डले 55 मिनटमा गोल गरिसकेपछि अहिले चाहिँ अर्जेन्टिनाले चाहिँ एकदमै दबदबा दिइरहेको छ इङ्ल्यान्डलाई। जो इङ्ल्यान्डले चाहिँ अहिले डिफेन्सिभ मात्रै खेलिरहेको छ। भर्खरै पनि 67 मिनटमा चाहिँ एउटा राम्रो चान्स पाएको थियो अर्जेन्टिनाले, एउटा राम्रो हेडिङ पनि गरेको थियो अर्जेन्टिनाको टिमले, तर इङ्ल्यान्डको किपरले चाहिँ राम्रो सेभ गरेर गोल बचाउ गर्न सफल भएका छन्। जे होस्, यो हाइड्रेसन ब्रेकसम्मको कुरा गर्नुपर्दाखेरि चाहिँ इङ्ल्यान्डको एक गोलपछि चाहिँ अर्जेन्टिनाले चाहिँ अलिकति प्रेस नै खेलिरहेको छ है, र इङ्ल्यान्डले चाहिँ डिफेन्सिभ खेलिरहेको छ अहिले चाहिँ। हाइड्रेसन ब्रेक सकेर पनि फेरि गेम सुरु हुन लागिसकेको छ। त्यसै क्रममा गेम सुरु हुनुभन्दा अगाडि चाहिँ अहिले भर्खरै इङ्ल्यान्डले पनि अघिको गोल स्कोरर 18 नम्बर प्लेयरलाई सब्स्टिट्युट गरेको छ र साथै अर्जेन्टिनाले पनि 3टा प्लेयरहरू चाहिँ सब्स्टिट्युट गरिरहेको छ अहिले चाहिँ। र 72 मिनट चाहिँ कम्प्लिट भइसकेको छ अहिले चाहिँ गेमको बारेमा कुरा गर्नुपर्दाखेरि चाहिँ। खेलको अहिले 76 मिनट सकिसकेको छ र भर्खरै 75 मिनटमा पनि एउटा अर्जेन्टिनाले राम्रो मुभ बनाएको थियो गोल गर्नको लागि, तर फेरि पनि इङ्ल्यान्डका किपरले राम्रो सेभ गरेर गोल बचाउ गर्न सफल भएका छन्। जो अहिलेको स्थिति हेर्दाखेरि चाहिँ अर्जेन्टिनाले एट्याकिङ खेलिरहेको छ भने इङ्ल्यान्डले डिफेन्सिभ मात्रै गरिरहेको छ। 10जना प्लेयरहरू तल डिफेन्स लाइनमा झरेर डिफेन्स गरिरहेका छन् र भर्खरै पनि अर्जेन्टिनाले राम्रो मुभ बनाएको थियो, तर अफसाइड भएको छ। भर्खरै गेमको 84 मिनटमा चाहिँ अर्जेन्टिनाको 24 नम्बर खेलाडीले राम्रो चार्ज गरेका थिए डिभोस बाहिरबाट, तर र भर्खरै मैले बोल्दै 85 मिनटमा 24 नम्बर खेलाडीले डिभोस बाहिरबाट राम्रो चार्ज गरेर गोल हानेका छन् र गेम चाहिँ 1-1 भएको छ है त साथीहरू। 85 मिनट सकिसकेको छ, सायद अब यो 5 मिनटमा कुनै गोल भएन भने चाहिँ एक्स्ट्रा टाइममा जान सक्छ है साथीहरू गेम चाहिँ।
फुल टाइम यसको 90 मिनट भएर पनि भर्खरै 9 मिनट एडिसनल टाइम एड गरेको छ साथीहरू होइन। अब हेरौँ 9 मिनटमा के चमत्कार हुन्छ, इङ्ल्यान्डले गोल हाल्न लागि अब अर्जेन्टिनाले गोल हाल्न लागि थाहा भएन। यदि दुवै टिमबाट गोल हुन सक्यो भने चाहिँ गेम फेरि एक्स्ट्रा टाइममा जानेछ। एक्स्ट्रा टाइममा चाहिँ 15 मिनटको खेल खेलिनेछ, त्यसमा पनि कुनै पनि गोल भएन भने चाहिँ पेनाल्टी हुनेछ साथीहरू। अब हेरौँ के हुन्छ। अब अर्जेन्टिनाले जादु देखाउँछ कि इङ्ल्यान्डले अब म्याजिक गर्छ, त्यो अब हेर्नै पर्छ गेम है त। र साथीहरू अर्जेन्टिनाले 93 मिनटमा गोल हालेर आफ्नो जादु देखाइसकेको छ र 2-1को अग्रता लिइरहेको छ अहिले चाहिँ। अब के भन्ने साथीहरू, अब म सपोर्ट इङ्ल्यान्डमा गरिरहेको छु, तर अर्जेन्टिनाले गोल हालिदियो लास्ट मोमेन्टमा आएर। अझै पनि खेलको 4 मिनट त बाँकी नै छ, हेरौँ के हुन्छ। अझै पनि आश छ है साथीहरू। र साथीहरू अब खेलको जम्मा 2 मिनट बाँकी रहेको छ। यसो खेलको छाटका हेर्दाखेरि चाहिँ इङ्ल्यान्डले गोल फर्कला जस्तो लागेन मलाई होइन। र विन चाहिँ अब लास्ट मोमेन्टमा गएर अर्जेन्टिनाकै हुनुभयो। यो अर्जेन्टिनाले चाहिँ लास्ट मोमेन्टमा कसरी कमब्याक गर्छ म त्यो नै सोच्न सक्दिनँ साथीहरू होइन। जहिले पनि यस्तै गरिरहेको हुन्छ, लास्ट 80 मिनटसम्म अब गोल खाएर अब हाल जस्तो गरिरहेको हुन्छ होइन। लास्ट फेरि 80 मिनट पछाडि चाहिँ कसरी कमब्याक गर्छ के भन्ने अब। र अब लगभग 1 मिनट मात्रै बाँकी छ साथीहरू, सायद अब जित चाहिँ अर्जेन्टिनाको पक्का पक्की भयो जस्तो लाग्छ मलाई। र खेलको 90+11 मिनट भइसकेको छ र फाइनल विसल मात्रै बज्न बाँकी छ सायद। अब फाइनल विसल ठ्याक्कै बज्यो साथीहरू, फाइनल विसल पनि ठ्याक्कै बज्यो होइन। अब फाइनल विसल बजेसँगै अर्जेन्टिनाले चाहिँ गेम जितिसकेको साथीहरू। यो अर्जेन्टिनाले चाहिँ जादु नै गर्छ साथीहरू होइन। यो लास्ट मोमेन्टमा आएर कमब्याक गरेर गेम जित्छ जसरी पनि, खोइ अब हेरौँ। अब त्यसै गरी आजको गेम अर्जेन्टिनाले जितेसँगै अब फाइनल वर्ल्ड कप 2026को फाइनल म्याच चाहिँ स्पेन भर्सेस अर्जेन्टिना हुन्छ। र आई एम स्टिल अगेन्स्ट अर्जेन्टिना है साथीहरू, आई एम विथ स्पेन। यति हो साथीहरू, अब फाइनल म्याच हेर्नुपर्छ साथीहरू है त।